के तपाईलाई थाहा छ तपाईको यो बढी जान्ने बानीले भविष्यमा गएर तपाईको त्यो फ्युचरलाई त्यो करियरलाई चाहिँ नकारात्मक असर पर्न सक्छ नि। द 48 ल अफ पावर भन्ने बुकको पहिलो नियमले भन्छ तपाई चाहिँ सूर्यभन्दा बढी चम्किन नखोज्नुस् के। जब तपाई सूर्यभन्दा बढी चम्किन खोज्नुहुन्छ तब तपाईको विनाश अभियसली हुन्छ रे। सो हाम्रो चाहिँ हेर्नु न यस्तो छ, हाम्रो चाहिँ सानैदेखि सिकाएको हुन्छ कि हाम्रो प्यारेन्ट्स प्लस हाम्रो समाजले के सिकाएको हुन्छ भने अब्बल बन, प्रतिभाशाली बन, सक्षम बन भन्ने कुराहरू सिकाउनु भएको हुन्छ नि है। अनि सिकाउनु भएको हुन्छ। सो अनि यो नियमले चाहिँ भन्छ के भन्छ भनेपछि आफ्नो हाकिमभन्दा कहिले पनि माथि उठ्न नखोज रे भन्छ के। आफू सर्वश्रेष्ठ छु भन्ने नसोच भन्छ। आउनुहोस् जानो पावरको यो डरलाग्दो सत्यमा। नमस्कार। शक्तिका 48वटा नियम भन्ने यो बुकमा के दिएको छ भनेपछि हाकिमभन्दा सर्वश्रेष्ठ कहिल्यै नदेखिनु रे। किन यस्तो? नेभर आउटसाइड द मास्टर। किन यस्तो रहेछ? आफ्नो क्षेत्रमा तपाईँ जतिसुकै प्रतिभाशाली वा सक्षम भए पनि आफ्नो हाकिम वा माथिल्लो ओहदामा रहेको व्यक्तिले आफूभन्दा कमजोर महसुस नगराउनु के। अनि असुरक्षाको भावना चाहिँ महसुस नगराउनु, मालिकलाई महान देखाउनु, बुद्धिमानी र शक्तिशाली छु भन्ने आफूले होइन कि मालिक नै सर्वश्रेष्ठ छ, उहाँ नै एकदम बुद्धिमानी हुनुहुन्छ, त्यो प्रतिभाशाली शक्तिशाली हुनुहुन्छ भन्ने देखाउनु। यदि तपाईले यो कुराहरू गर्न सक्नुभयो भने हुन्छ नि तपाईले चाहिँ फ्युचरमा आउने अपर्च्युनिटिजहरू पाउनुहुन्छ, अवसरहरू पाउनुहुन्छ। अनि मालिकसँगको एकदम सुमधुर सम्बन्ध हुन्छ। तपाईले चाहिँ अब हुन्छ नि सहकार्य गरेर काम गर्न सक्नुहुन्छ। किन यस्तो भन्दाखेरि म एउटा हुन्छ नि स्टोरीबाट मतलब तपाईलाई बताउन खोज्छु कि एउटा सानो कथाबाट तपाईलाई त्यो लेसन दिन खोज्छु है त। एउटा ठाउँमा एउटा राजा थिए, एकजना राजा। उहाँले एउटा मन्त्रीलाई राख्नु भएको थियो। अनि मन्त्रीले चाहिँ एकदम राम्रो कामहरू गर्न थाले, जनताका के छन् त आवश्यकताहरू बुझ्न थाले, राजासम्म आउन थाले। त्यसै गरी अनि जनताले बिस्तारै गएर चिन्न थाले। राम्रो काम गर्नेलाई त सबैले चिन्छ नि है, सबैले थाहा नै छ। सो जनताले चिन्न थाले उहाँलाई। जनताले चिनिसकेपछि बिस्तारै अब राजालाई के लाग्यो भने मभन्दा तिमी बढी जान्ने हुने अनि म राजा भएर मभन्दा बढी यसको भ्यालु हुने यो ठाउँमा भन्ने खालको उहाँमा चाहिँ एउटा एकदम कि इगो, त्यो इगोलाई हर्ट भयो के। उहाँको आत्मसम्मान भन्छ नि त्योमा चाहिँ एकदम असर परे जस्तो भयो उहाँलाई। अनि कुनै पनि व्यक्ति आफूभन्दा बढी आफ्नो ठाउँमा भएको मान्छेले आफूभन्दा बढी इज्जत सम्मान पाउँछ भने डाइरेक्टली भन्न नसके पनि उहाँको त्यो आत्मसम्मानलाई चोट पर्छ के। अनि त्यस्तै त्यो राजालाई पनि भयो, उहाँ राजालाई नै भयो। अनि त्यस्तै भइसकेपछि उहाँले केसम्म सोच्न बाध्य हुनुभयो भने त्यति वफादार त्यति सहयोगी मन्त्रीलाई मारिदिन्छु अब भन्ने खालको उहाँमा त्यस्तो इन्टेन्सन आयो र उहाँले मारिदिनु पनि भयो के। त्यसैले हामी जहिले पनि आफ्नो मालिकभन्दा माथि जान खोज्छौँ। जस्तै मालिकलाई हेल्पको जरुरत छ भने हामीले हेल्प गऱ्यौँ है, मालिकलाई केही मिस्टेक भएको उहाँको हातबाट हामीले त्यो मिस्टेकलाई हुन्छ नि सच्याउन एकदम हेल्प गऱ्यौँ भने, पब्लिकली उहाँलाई त्यो मिस्टेकहरू देखाइदियौँ भने उहाँको इगोमा त्यो चोट पर्छ, एउटा हर्ट हुन्छ उहाँको इगो चाहिँ। अनि उहाँले चाहिँ सोच्नुहुन्छ कि त मभन्दा बढी जान्ने खालको यस्तो सोचेर उहाँलाई चाहिँ पछि गएर अवसरहरू नदिने अनि उहाँसँग राम्रो सम्बन्ध नभए। यसरी यदि तपाईँ शक्तिमा पुग्न चाहनुहुन्छ भने तपाईँले माथि रहेका मानिसलाई यो महसुस गराउनुहोस् कि उनीहरू तपाईँभन्दा माथि छन्, उत्कृष्ट छन्, सर्वश्रेष्ठ छन् भन्नुहोस् कि उहाँलाई त्यस्तो फिल गराउनुहोस्। उनीहरूले शत्रुको सट्टा तपाईँलाई सहयोगी मान्नेछन्, सहयोगी भावका उसमा स्वीकार्ने छन् है। अनि यसै गरी पावर रुलबारे थप जानकारी पाउनको लागि हाम्रो च्यानललाई लाइक, शेयर, सब्सक्राइब र फलो गर्न सक्नुहुनेछ। युट्युब च्यानलको नाम रहेको छ स्टडी विथ खगन्ती। थ्याङ्क यू सो मच।